नमस्कार साथीहरू, म तपाईँहरूलाई मेरो जीवनको सबैभन्दा डरलाग्दो साँच्चै भएको अनुभव सुनाउन गइरहेको छु। यो कुनै कल्पना वा फिल्मको कथा होइन, यो मेरो आफ्नै अनुभव हो, जसले मलाई आजसम्म रातमा निद्रा लगाउन दिँदैन। म काठमाडौँको एक सामान्य युवक हुँ। मेरो नाम विष्णु हो। त्यति बेला म 27 वर्षको थिएँ। 2021 सालको असोज महिना थियो। मेरो हजुरबाको मृत्यु भएको ठ्याक्कै 1 वर्ष पुगेको थियो र परिवारले गाउँमा श्राद्ध गर्नुपर्ने भयो। सबैले मलाई त ठुलो नाति होस्, जानै पर्छ भने। मलाई लाग्थ्यो यो सामान्य परिवारको कार्यक्रम हो, 2-4 दिन बिताएर फर्किन्छु भनेर सोचे। तर यो यात्राले मेरो सम्पूर्ण जीवन नै बदलिदियो। म काठमाडौँबाट बिहान 7 बजेको बस चढेर बिदा भएँ। बस पोखरा हुँदै पिरकोट गाउँसम्म जान्थ्यो। बाटोमा पहाडका हरियाली, जङ्गल, झरना र घुम्ती सडकहरू थिए। म झ्यालबाट बाहिर हेर्दै थिएँ, मनमा कुनै डर थिएन। गाउँ पुग्दा साँझको 6:30 बजिसकेको थियो। आकाशमा बादल लागेको थियो, हावा चिसो थियो। गाउँको प्रवेशद्वारमा मेरो काका र भाइले स्वागत गरे। विष्णु आइस त, घर तयार छ, उनीहरूले भने। पुरानो घर 2 तलेको थियो, 120 वर्ष पुरानो। ठुलो आँगन, चारैतिर काठका झ्याल र माथि पुराना छाना थिए। घरको पछाडि ठुलो बरको रुख थियो, जसको जरा घरको पर्खालसम्म पुगेको थियो। गाउँलेहरू भन्थे, यो रुख 150 वर्ष पुरानो हो, यसमा केही छ भनेर भन्थे। तर मलाई ती कुरा हाँसो लाग्थ्यो। घरभित्र पस्दा पुरानो धुलो र अगरबत्तीको बास्ना आयो। परिवारका 18 जना जम्मा भएका थिए, काका, काकी, दिदी, भाइ, अरू सबैजना। हामीले श्राद्धको तयारी सुरु गर्यौं। ब्राह्मण बोलाएर खाना पकाउने यताउति कामहरू गरिरहेका थियौं। पहिलो रात त सामान्य नै थियो। म माथिल्लो तलाको मेरो बाल्यकालको कोठामा सुते। कोठामा पुरानो काठको खाट, एउटा सानो टेबल र भित्तामा मेरो हजुरबाको पुरानो फोटो थियो। म त्यति बेला थाकेको थिएँ र म चाँडै सुतिहालेँ। तर रातको ठ्याक्कै 12:45 मा म आफै बिउजिएँ। बाहिर हावा चलिरहेको थियो, रुखका पातहरू सरसर गर्दै थिए। अचानक मलाई लाग्यो कोही मेरो कारको ढोकाबाट विष्णु भनेर बोलिरहेको छ जस्तो लाग्यो। आवाज स्त्रीको थियो, फुसफुस जस्तो। म उठेर ढोका खोलेँ, तर हेर्दा कोही पनि थिएन। सायद सपना हो, म आफैलाई सम्झाएर फेरि सुतेँ। दोस्रो दिन श्राद्धको मुख्य दिन थियो। ब्राह्मण आए, पूजा भयो, दिनभरि खाना कुराकानीहरू भइरहेको थियो। तर साँझ पर्दै गर्दा गाउँलेहरूको कुरा सुन्न थाल्यो। मेरो एउटा काकाले भन्नुभयो, यो घरमा केही छ, हजुरबाको पालादेखि नै, तर हामीले कसैलाई भन्दैनौँ। अनि मैले त्यति बेला नै सोधेँ, के छ काका? उहाँले टाउको हल्लाएर केही होइन, यो कुरा बिर्सिनु भन्नुभयो। अनि त्यसपछि रात पर्यो। दोस्रो रात म फेरि त्यही कोठामा सुतेँ। रातको 2 बजे म फेरि बिउजिएँ। यो पटक आवाज स्पष्ट थियो। कोठाको भित्ताबाट खरखर जस्तो आवाज आइरहेको थियो, जस्तो कि कोही नङले काठ खनिरहेको छ जस्तो। मैले मोबाइलको टर्च बालेँ। भित्तामा हेर्दा कुनै पनि दाग थिएन। तर जब म टर्च बन्द गरेर फेरि सुत्न खोजेँ, आवाज फेरि आयो। यो पटक मेरो खाटको मुनिबाट आयो। म डराउन थालेँ। खाट मुनि यसो हेर्दा त्यहाँ पुरानो धुलो र एउटा सानो काठको बाकस थियो। मैले त्यो बाकस खोलेँ। भित्र एउटा पुरानो फिक्का रातो साडी थियो, जुन धेरै वर्षदेखि नधोएको जस्तो देखिन्थ्यो। रङ उडेर गएको, कुनै ठाउँमा कालो दाग लागेको। साडीको छेउमा केही सेता सुकेका हातका हड्डीहरूका टुक्राहरू थिए। त्यो देखेर म झिक्क भएँ। मैले बाकस बन्द गरेर राखिदिएँ र ढोका लगाएर सुतेँ। तर त्यति बेला मलाई निद्रा नै आएन। तेस्रो रात सबैभन्दा खतरनाक सुरुवात भयो। श्राद्ध सकेको थियो, परिवारका धेरैजना फर्किसकेका थिए। म मात्रै 2-3 दिन थप बस्नु थियो, किनकि काठमाडौँको जागिर ढिलो सुरु हुन्थ्यो। रातको 11:30 मा म कोठामा बसेर मोबाइल हेर्दै थिएँ। अचानक बिजुली गयो। गाउँमा लोड सेडिङ थियो। म टर्च बालेँ। त्यसै बेला कोठाको झ्यालबाट एउटा सेतो आकृति देखेँ। लामो कपाल, सेतो साडी, अनुहार देखिँदैन थियो। मलाई लाग्यो कुनै दिदी होला। तर जब म झ्याल नजिक गएँ, आकृति आफै हरायो। र फेरि मेरो पछाडिबाट एउटा फुसफुस आवाज आयो, तँलाई थाहा छैन भनेर अर्कै टाइपको आवाज आउँदै थियो। म डराएर कोठाबाट बाहिर निस्किएँ। तल्लो तलामा मेरो काकी जागिरहेको थियो। मैले सबै कुरा सुनाएँ। काकीको अनुहार सेतो भयो। उहाँले कम आवाजमा भन्नुभयो, विष्णु, यो घरको रहस्य तँलाई भन्नु पर्ला। अब सुन। 1985 मा हजुरबुवाले यो घरमा एउटी युवती नौकरलाई काममा राख्नु भएको थियो। नाम थियो लक्ष्मी। उनी 19 वर्षकी थिइन्, राम्री तर गरिब परिवारकी। हजुरबुवाले उनीसँग गलत गर्नुभयो। जब उनी गर्भवती भइन्, परिवारले उनीलाई मार्ने निर्णय गर्यो। राति नै उनलाई बरको रुख मुनि लगेर काटेर गाडिदियो।
त्यसपछि यो घरमा शान्ति छैन। उनको आत्मा अझै यही छ। पुरुष नातिहरूलाई मात्र सताउँछिन् किनकि उनी पुरुषलाई नराम्रो गर्छिन् भनेर भने। त्यो कुरा सुनेर मलाई विश्वास लागेन। तर काकीले पुरानो डायरी देखाउनु भयो। डायरीमा हजुरबुवाको आफ्नै हस्तलेखन थियो। आज लक्ष्मीलाई सिधाइयो, अब शान्ति होला। त्यो देखेर म डराएँ। तर अझै पनि यो पुरानो कथा हो, भूत होइन भन्ने कोसिस गरेँ। चौथो रात म सुत्न लागेको थिएँ। अचानक खाट हल्लियो। म उठेर बसेँ। कोठामा चिसो हावा आयो अनि भित्तामा मेरो हजुरबाको फोटोबाट रगत बग्न थाल्यो। फोटोको आँखाबाट रगतको धारा बगिरहेको थियो। म चिच्याएँ। परिवार सबै जागे। तर जब उनीहरू कोठामा आए, सबै सामान्य थियो। कसैले पनि रगत देखेन। उनीहरूले मलाई त थाकेको छस्, सपना देखेको छस् भने। पाँचौँ रात म एक्लै थिएँ। सबै परिवार फर्किसकेका थिए। म मात्र बसेको थिएँ। रातको 1 बजे ढोका आफै खुल्यो। म हेर्दै थिएँ। कोठामा एउटी केटी पसिन्। सेतो साडी, लामो कपाल, अनुहार फुस्रो, आँखा सेतो थियो। उनी मेरो खाट नजिक आएर बसिन्। उनको शरीरबाट सर्ने बास्ना आइरहेको थियो। उनले मेरो हात समातिन्। उनको हात चिसो बरफ जस्तो थियो। उनले भनिन्, "त पनि त्यही परिवारको छस्। तँलाई पनि मार्छु, जसरी मलाई मारियो" भनेर मलाई भन्यो। म त्यो देखेर चिच्याएँ। मैले सोधेँ, "को हो त?" उनी हाँसिन्। उनको मुस्कानमा दाँत थिएन, मात्र कालो फाल्टो थियो। म भाग्न खोजेँ, तर ढोका आफै बन्द भयो। उनी मेरो छातीमा बसेर दबाउन थालिन्। म सास फेर्न सकेन। मेरो मोबाइल खस्यो। टर्च पनि बन्द भयो। अँध्यारोमा उनको अनुहार मेरो नजिक आयो। उनको आँखाबाट रगत बगिरहेको थियो। "तिम्रो हजुरबाले मलाई गर्भमा भएको बच्चासहित मार्यो। अब तिमीहरू सबै मर्ने छन्", उनले फुसफुसाउँदै थिइन्। मलाई लाग्यो म मर्दैछु। तर अचानक बाहिर बरको रुखबाट ठुलो आवाज आयो। ह ह जस्तो हाँसो आयो। त्यो सुनेर उनी मेरो माथिबाट अचानक हराइन्। म ढोकामा ढकल्लेँ। ढोका खुल्यो। म दौडेर बाहिर निस्केँ। आँगनमा पुग्दा मेरो खुट्टा रुखको जरामा अड्कियो। म लडेँ। जब म उठ्न खोजेँ, माटोमुनिबाट एउटा हात निस्कियो र मेरो खुट्टा समात्यो। हातको नङ लामो र कालो थियो। म चिच्याएँ। त्यति बेला नि गाउँलेहरूको आवाज आयो। उनीहरूले मलाई बचाए। मैले सबै कुराहरू सुनाएँ। उनीहरूले झाँक्री बोलाए। झाँक्री आए, पूजा गरे, कुखुराको बलि दिए, मन्त्र पनि पढे। उनले भने, "यो चुडेल होइन, यो पीडित आत्मा हो। 40 दिनसम्म यो घरमा कोही बस्नु हुँदैन। यो घर जलाउनु पर्छ" भनेर भने। म त्यही रात बस चढेर काठमाडौँ फर्किएँ। पछि सुने घर जलाएका थिएनन्। तर त्यसपछि गाउँलेहरूले त्यो घर बन्द गरे। अहिले पनि त्यो घर खाली छ। कोही जान चाहँदैनन्। साथीहरू, यो मेरो साँच्चै अनुभव हो। म अहिले पनि रातमा एक्लै हुँदा ढोकाबाट आवाज सुन्न डराउँछु। मोबाइलको टर्च पाल्न डराउँछु। तपाईहरू पनि पुरानो घरमा, गाउँमा वा राति एक्लै बस्नुहुन्छ भने सावधान रहनुहोस्। नेपालका धेरै गाउँमा यस्ता पीडित आत्माहरू छन्। यो कथा सुन्नुभयो भने लाइक गर्नुहोस्, कमेन्टमा आफ्नो अनुभव लेख्नुहोस्। यदि तपाईँले पनि यस्तो भएको छ भने मलाई भन्नुहोस्। सावधान रहनुहोस्। रात धेरै लामो छ।